क्रिकेटमा जब तपाईँ वर्ल्ड रेकर्ड्स बनाउनुहुन्छ, 9 बल्समा 50 हान्ने विश्वको एकमात्र खेलाडी बन्नुहुन्छ, त्यतिबेला सबैले तपाईँलाई द टाइगर भन्छन्। तर त्यही टाइगर जब ओडिआई क्रिकेटमा स्लो स्ट्राइक रेट र लो स्कोर्सले गर्दा सङ्घर्ष गर्छ, त्यतिबेला त्यही क्रिकेट कम्युनिटीले उनलाई रुथलेसली क्रिटिसाइज गर्छ। हो, हामी कुरा गर्दैछौँ दिपेन्द्र सिंह ऐरीको। केही समय अगाडिसम्म धेरैजसो क्रिकेट एक्सपर्ट्सले भन्थे दिपेन्द्र मात्र टी20को प्लेयर हो, ओडिआईमा उनको टेक्निक चल्दैन। अनि उनको रेस्पोन्स के थियो त? रिसेन्ट आइसिसी मेन्स क्रिकेट वर्ल्ड कप लिग 2 ट्राई सिरिजमा युएई विरुद्ध एउटा विशाल म्याच विनिङ 100 रन्सको इनिङ्स र पुरै सिरिजमा 268 रन्स बनाएर हेटर्सलाई उनले माउथ सट गरिदिए। आजको हाम्रो यो प्रोफेसनल भिडियो एसेमा हामी डिकोड गर्नेछौँ दिपेन्द्र सिंह ऐरीको सबैभन्दा ठुलो टेक्निकल र मेन्टल ट्रान्सफर्मेसनको बाटो। हामी हेर्नेछौँ कसरी उनले आफ्नो ब्याटिङ फ्लजलाई पर्मानेन्टली फिक्स गरे र कसरी उनले आफ्नो करियरको सबैभन्दा खतरनाक कमब्याक आफैले स्क्रिप्ट गरे। दिपेन्द्रको यो मास्टर क्लास बुझ्न पहिले हामीलाई उनको डार्क फेजलाई एनालाइज गर्नु जरुरी छ। टी20 आईमा उनको डोमिनेन्स क्लियर थियो, एकै ओभरमा 6 छक्का हान्नु उनको प्राइमेरी एसेट थियो। तर जब खेल 50 ओभर्सको हुन्थ्यो त्यति बेला सिनेरियो कम्प्लिटली बदलिन्थ्यो। ओडिआई क्रिकेटमा मिडल ओभर्स, जसलाई 11 to 40 ओभर्स मानिन्छ, त्यसमा स्ट्राइक रोटेसन